समादरणीय दर्शक महानुभावहरू, यति बेला हामी 5औं राष्ट्रपति रणनीति तथा अध्यक्ष कप 2082 को समुद्घाटन कार्यक्रमका लागि फर्सलीगढ चोकदेखि फर्सलीगढ महाधिकृत खेल मैदान बर्मेन्टोलसम्म हामी यसरी सम्पूर्ण विद्यालय सुन्दर गाउँपालिकाका निजी तथा सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, शिक्षक शिक्षिकाज्यूहरू यसरी हामी रेलीमा अगाडि बढिरहेका छौँ र यो महोत्सव 4 दिनसम्म चल्नेछ। देख्न सक्छौँ सुन्दर गाउँपालिकाका प्रवक्ता एवं वार्ड नम्बर 4 का अध्यक्ष आदरणीय व्यक्तित्व कृष्णप्रसाद अधिकारीज्यू, त्यसै गरी शिक्षा शाखाका प्रमुख चन्द्रकान्त शर्माज्यू पनि रेलीमा सहभागी हुनुभएको छ। विभिन्न विद्यालयका शिक्षक शिक्षिकाज्यूहरू, प्रधानाध्यापकहरूले यसरी रेलीमा अगाडि बढिरहेको हुन्छ। यो लाइन धेरै पछिसम्म छ। तपाईँहरूलाई प्रत्यक्ष देखाइरहेको छु र शङ्कर माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूको बाजा गाजासहित हामी यसरी रेलीमा अगाडि बढिरहेका छौँ। यहाँहरूले यो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ कृपया यो च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट पनि गरिदिनु होला। यहाँहरूलाई प्रत्यक्ष अपडेट गराइरहनेछु। निकै रमाइलो छ। सुन्दर गाउँपालिका को आयोजनामा फर्सलीगढ महाधिकृत खेल मैदान बर्मेन्टोलमा अब हामी केही समयपछि भव्य र सधैँमा समुद्घाटन कार्यक्रमलाई अगाडि बढाउनेछौँ। यहाँहरूलाई प्रत्यक्ष अवलोकन गराइरहेको छु। निकै ठुलो भिडभाड छ। देख्न सक्छौँ विद्यालयका विद्यार्थी भाइ बहिनीहरू आफ्नो विद्यालयको पोसाकमा अगाडि बढिरहनु भएको छ। विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनसहित यो र्याली अगाडि बढिरहेको छ। अब हामी खेल मैदानमा आउन लागिसकेका छौँ र यसपछि हामी समुद्घाटन कार्यक्रममा अगाडि बढ्नेछौँ। नमस्कार है हजुर, कति लाउनु त्यो बाजै अगाडि भयो कि नरी। ए नारायण सर किन सोलो गराउनु त?